भाइ के खाइरह हो? हेलो के छ खाइरह? मस्जिद पार्क रे कहाँ मस्जिद पार्क नेपाली पार्क भन न कस्तो छ गाइस कमेन्ट गर्ने होला हैन कस्तो देखेको छ यसलाई हेलो गाइस वेलकम टु माई न्यू डे न्यू ब्लग गाइस आफ्टर लङ टाइम म चाहिँ फेरि आइसकेको छु हजुरको साममा हैन म चाहिँ धेरै समयपछि चाहिँ ब्लग बनाउन पाएको थिएन हैन बिजी भएर टाइम आयो चाहिँ अनि फेरि पनि अब कन्टिन्यू हुन्छ ब्लग हैन म चाहिँ नेपालबाट हिजो भर्खरै आएको गाइस हैन साउदीमा अनि हिजोको ब्लग बनाउन पाएन हैन बिजी भएर टाइम आयो अनि त्यस्तै भएर अनि आज चाहिँ यहाँ पुगेर चाहिँ म चाहिँ आज चाहिँ यहाँको स्पेसल ईद परेको हुनाले हाम्रो यहाँ मुस्लिमहरूको चाहिँ ईद परेको हुनाले चाहिँ स्पेसल चाहिँ ईदको ब्लग बनाएको गाइस हैन हामी चाहिँ बाहिर सबै दाजुभाइहरू गेट टुगेदर भएर जम्मा भएर चाहिँ हामी घुम्न गएका छौँ गाइस त्यही हो हामी चाहिँ अहिले चाहिँ एकदम बाहिरको मौसम एकदम गर्मी छ हामी चाहिँ अब ट्याक्सीको लागि वेट गर्दैछौँ गाइस हैन हाम्रो साथीभाइ सबैजना छन् 4-5 जना देख्न सक्नुहुन्छ म सब देखाउँछु देखाउँछु हेर्न सक्नुहुन्छ यो अनि हामी ट्याक्सीको लागि गएका छौँ गाइस अनि त्यही हो आजको ब्लग चाहिँ त्यही ईदको स्पेसल हुने सकेको छैन अनि सम्पूर्णलाई हाम्रो नेपाली दाजुभाइ जो मुस्लिम हुनुहुन्छ अनि हाम्रो खाडी मुलुकमा या सबै संसारको निकै कुरामा बस्नुहुने सबैलाई चाहिँ ईदको शुभकामना भन्न चाहन्छु सबैलाई होइन गाइस हामी चाहिँ लागिरहेको छौँ बाँकी ब्लग पछि हेर्दै गर्नु होला गाइस हेर्नुहोस् यो हाम्रो चाहिँ बङ्गलादेशको एउटा मान्छे हो कस्तो छ गाइस कमेन्ट गर्ने होला हैन कस्तो देखेको छ यसलाई यसले चाहिँ आज साउदीको गेटअप हालेको छ गेटअप लगाएको रिसाएर बम भयो जाँको कुबर जाएगा समझो हम लोग नहीं जाएगा और मैं भी कुबर जाएगा इसलिए बोला जाइबो जाइबो नि हाँ जाइबो गाइस हामी चाहिँ यहाँ सिको मार्केट भन्ने ठाउँमा छौँ साउदीको दम्मामको अनि यहाँ चाहिँ कपडाहरू बाहिर बेच्न राखेको एकदम सस्तोमा पाउँछ एकदम सुपथ मूल्यमा पाउँछ गाइस यो चाहिँ फातपुटे हो सबैतिर चाहिँ आज ईद छ ईद भएको कारणले गर्दाखेरि चाहिँ यहाँ चाहिँ मान्छे एकदम भिड छ के किनेर सर्ट ल्याउँछ सुजन भाइ लाउने जस्तो हामी चाहिँ कपडा हेर्दैछौँ होइन लुगाहरू कुन मनपर्छ कि पर्दैन साथीहरू हिँडिरहेको छौँ मन पऱ्यो भने किन्ने होला होइन अनि केटाहरू कोही कहाँ गायब भइसक्यो हामी चाहिँ त्यो खोजिरहेछौँ केटाहरू प्लस सामान पनि हेर्दैछौँ हाम्रो चाहिँ केटाहरूलाई खोज्ने क्रम जारी छ
हराएका केटाहरू। हाय गाइस मैं इधर है कैसे हो ठीक छो हाँ, तुम्हारा नाम क्या है भाई? खाना खायो खाना खायो कि खाएनौ? ठीक छो ठीक छो? सो गाइस मैं आ गया तुम्हारा बीच में। और मैं सऊदी अरब से आया। ओह सऊदी अरब हबीबी में आया हबीबी तुम come to सऊदी Dubai. अरब है حبيبي. كيف حالك كويس كيف حالك؟ كويس؟ كويس؟ تمام تمام. أبي. خلاص Anda Prince, Saudi Arab Prince. أيوة سعودي أرب بليز. Finally guys, beta him. Hello, के छ अहिले? मस्जिद पार्क रे। कहाँ मस्जिद पार्क? नेपाली पार्क भन न। समली आइरहेछ। कति घन्टा भयो रे भाइ बसेको? तिमी चाहिँ अगाडि आएको है? के हो केटाहरु साउदीको राजकुमार बन्छ। पैसे चाहिए तो खाना बियर पनि बेलामा मसरी पनि मोदी सब मोदी मुस्तफा मुस्तफा भाइ के खाइरह हो? म गेडा खाँदैछु खाने बेला र बडीसँग सुत्ने बेला जुन हेर्नु हुँदैन रे क्या फेरि फेरि मौका आउँछ 7,000 जति मात्रै भयो महिनामा मजा हामी 1500 रुपैयाँ बसेको छ। 7,000 मात्रै भयो भाइ यो महिना नेपालमा नि ठिकै होइन भन्नाले अब والله حمد ابو وفاء عمل له واتصل علينا من امبارح قال لي احنا عاملين حسابك تيجي تقدم على طول قلت له يا عم سيبها يا मैले सुने अनुसार चाहिँ होइन ड्राइभरको मैले चलाएन त यार मैले टिपरमा ल्याउँदा उसको बनौलीको साउको होइन 2-3 वर्ष चलाएन इधर 2-3 वर्ष होला गाइस हामी चाहिँ खबर आइसक्यो है यो चाहिँ साउदी अरेबियाको एकदम टुरिज्म प्यालेस हो। हामी सबै साथीभाइ चाहिँ आइसकेका छौँ। ल स्टार्ट हो। हामीतिर फर्काएको हो कि आफैतिर यसो ल गाइस 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 यस्तोकै ब्याग बोकेर हिँड्थ्यो त एउटा जङ्गल जङ्गलमा। ब्याग बोकेर हिँड्थ्यो। च्यानल हो क्या दाइको भिडियोलाई लाइक सब्सक्राइब हान्नु पऱ्यो होइन यता हाम्रो लागम के भनेर भन्ने रे हामीले सिकाउनु खोज्नु पऱ्यो क्या म सिङ्गल छु त्यो एउटा पाकिस्तानी केटी आउँछ नि यतिर भ्लग बनाउँछ नि त्यो बौला जस्तो त्यो
कता रहेछ त्यो दुबईमा हो दुबईमा होइन यहाँ त देखाउँछ खबरमा एउटा त्यतिखेर आएको बेलामा आएन के भन्नु गाडी लगाउनु फेरि बङ्गाली यो चस्मा त लत्त झर्छ र मेरो टाउको सानो सुपर ग्लो न सुपर ग्लो बङ्गाली होइन लामो खालको छ यहाँ अलि पाकिस्तानी हो गाइज हामी चाहिँ यो समुद्रको छेउमा आएको छौँ गाइज हामी चाहिँ यहाँ ईदको उपलक्ष्यमा चाहिँ मतलब घुम्न आएको छुट्टी छ आज त्यही भएर चाहिँ सबैजना हामी साथीभाइ चाहिँ नेपाली दाजुभाइ चाहिँ हामी चाहिँ यहाँ समुद्रको छेउमा यसो घुम्न आएको यहाँ केटाहरू फोटो खिचेर के भाइ के छ खै माछा कहाँ छ माछा पकडी ल्याउनु दाइ तपाईँको जुत्ता होइन हजुर पकडी ल्याउनु पर्यो एउटा के माछा भाइ ए अरू पनि छन् माछा सानसाना ए भाइ के गरेको भाइ यो हजुर यसलाई उता गएर पेट्रोलले सफा गर्ने के हो अर्को साल सबैजनाले आइफोन लिएर आउने बेच्ने र कहाँ बेच्ने आफ्नो होइन नि अरूको बेच्ने आफूले बेच्छ Guys, we are now in beach side in Khobar, Saudi Arabia. Yeah. In the occasion of Eid. मामा थोडी चिया एउटा समाउँदै खाँदै घुम्नु पाएँ चियाको नाम पनि मन ए रातिको फोटो खिच्नु ल्याएर एउटा दुइटा यसो यसो रात परेर बेला बिताउँ उठेर छ अहिले के भन्नु उठेर काम छैन अब सुताउनु पर्छ चिसोको लागि कता कता ठाउँ साउदीमा अरू जस्तो ठाउँ होइन ल